जिन्दगी स्वार्थी छ यो जिन्दगीमा सब स्वार्थी घरको आमा बाउ बाहेक सब स्वार्थी कसैको पनि विश्वास नगर कसैको पनि न साथीभाइको न दाजुभाइको एउटा बाउ आमा बाहेक कसैको विश्वास नगर दुःख पर्दा अप्ठ्यारो पर्दा आउने भनेको त्यही बाउ आमा हो न दाजुभाइ आउँछ न साथीभाइ आउँछ वेलकम बैक माई यूट्यूब चैनल सो गाइस सबैजना सन्चै हुनुहुन्छ होला यता मेरो दाइ भाइ छ मेरो भाइ छ इधरका जाई कन्सिक्रेट अनि अहिलेसम्म रुम भन्दा थोरै बाहिर निस्केको रमाउनु भनेर दाइको के ल्याउनु छ अरे मलाई त के ल्याउनु चामल सामल सरकारी के यस्तै सबै महँगो छ परदेशीलाई केही गर्नको लागि मलाई पनि यस्तो फ्रेस हुँदैन त्यही केही हुँदैन हैन सबै यो फ्रिजमा भन्ने फ्रोजन आइटम नै लगभग अनि अहिले हामी बाटै हिँड्दै जाँदैछ यहाँ 49 तर यहाँनिर कति सानो एरियामा पनि छुट्याएको है ठाउँ चाहिँ तर यति नछुट्याउँदा त अनि अलिकति विदेशीहरू त निकै घुम्नै पर्छ होला नि त सानो थोरै ठाउँ जानु घुम्ने ठाउँ पनि छैन यस्तो छ देख्न सक्नुहुन्छ यहाँनिर घुम्ने ओर्ने ठाउँ चाहिँ छैन यो इन्डस्ट्री एरिया हो अनि बाटै जाँदै अब यो परदेखि बाटो काटेर पारिपट्टि जानुपर्ने हुन्छ यहाँनिर त बाटो धेरै हुन्छ है माथिबाट नि बाटो छ 4 लेन होला 4 लेन होइन अझै धेरै मुनिबाट नि सबै बाटो यहाँनिर सबैभन्दा बढी प्राथमिकता चाहिँ बाटैलाई दिएको हुन्छ होइन अनि दाइको चाहिँ डे ड्युटी मेरो नाइट ड्युटी हो मेरो दुईजनाको सँगै छुट्टी परेको छ प्राय दाजुभाइ सँगै छुट्टी हुन्छ आज सँगै मार्केट गइँदैछ योभन्दा अगाडि चाहिँ दाइ चाहिँ अर्कै काममा बिजी हो यो भन्न मिल्दैन दाइ भनेको सिधा साधा मान्छे हो कि यहाँ भनेको चाहिँ हामीले रुल्स अनुसार बाटो काट्नु पर्ने हुन्छ नेपालको बाटो काट्नु मिल्दैन हामी के हुन्छ हामी जाँदैछौँ दाइ सुरिएर गइरहेको छ ग्रिन लाइट नभनेमा गाडी खिच्दिउँ न ऊ त खिच्दाखेरि हुन्छ त खिच्दिउँ त म यहाँ विदेशी भएपछि सबै भइसक्यो ग्रिन लाइट पनि बल्यो हामी जाँदैछौँ यतापट्टि दाइ छ दाइ फेरि एकदम इमान्दारी मान्छे हो कि ग्रिन लाइट नबली ग्रिन लाइट हालिदिन्छ होला दाइ ग्रिन लाइट त बल्नै पर्छ गएर बालिदिइहाल्यो बलेपछि छैन गाडी आइरहेको चाहिँ खिचेको दाइ नजाउँ यार जोखिम हुन्छ अनि तपाईँले खिचेको होइन बल्दैन त त्यो त तर अब चारैतिर बल्यो है छिटो बलिरहेको एकछिन वेटिङ गरेको अनि बल्यो तर अब चारैतिरको एकैचोटि त कहाँ रोकिन्छ त होइन त्यहाँनिर गरेको तिर पनि खिचिदिइहाल्यो क्या मलाई पनि तिमी भन जहाँ भन्नु छ त्यहीँ खिचिदिन्छु भने म खिच्न बहुत अगाडि भन्छु क्या त्यो त हो मलाई मनपर्छ क्या धेरै छिटो गरेर हामी यसै हिँड्दै जाँदैछौँ त्यसले के हुन्छ भने हातको एक्सर्साइज हुन्छ क्या आज फर्स्ट टाइम दाइसँगको भिडियो आउँदैछ तपाईँले हेरेर पनि अलि सिग्नललाई त्यो बटन सिग्नललाई फलो गर्नलाई यदि बाहिर पानी बस्छ हात ह्यान्ड प्र्याक्टिस हुन्छ क्या ह्यान्ड प्र्याक्टिस हुन्छ यहाँ पनि खिच्दिन्छ अलि डोरले खिच्नुपर्छ अलिक दम लगाएर है ग्रिन पर्छ आउँदैन त गाडीहरू त रोकिरहेको छ र पनि अब होइन रुल्स भनेको रुल्स हो नि त भनेर फेरि यताको धेरै रोक्दैन पनि क्या दाइ यतापट्टि छ यता थिचेर यहाँनिर त रोकेर बसिरहेको छ पहिले आउँछ गाडी खुलो मान्छे खुलेन अब पर्खिनु पर्ने हो किनभने उताको पनि बन्द भइरहेको छ सबै चारैतिर एकैचोटि आज फर्स्ट छ त्यही भएर अलिकता आज छुट्टी हो क्या अब मैले दाइलाई पनि बाइक चाहिने के भन्दैछ थाहा छैन फ्राइडे सटरडे 3 दिन भनेको एकदम इन्जोय हुन्छ
त्यही भएर सिडी भनेको एकदम मान्छेहरू सबै पुग्यो सटरडे चाहिँ पुग्यो आउँछ तर थर्सडे फ्राइडे चाहिँ मान्छेहरू हुन्छ धेरै जसो गरेर म चाहिँ दाइसँगले बाहिर हिँड्दाखेरि त्यो मान्छेले पनि थिचेछ तर अहिले चाहिँ ग्रिन लाइट बोलाइरहेछ डराइरहेको अलिक टाइम लाग्छ कि तर रिजल्ट पाइन्छ थिचेपछि केही रिजल्ट आउँछ भने त्यही हो तर उसले थिचेपछि क्यान्सल भयो नि त दाइ यार हो र बसेर सिग्नल गोलिरहेको आइरहेको थियो धेरैजना डेन्जर रहेछ हौ बनाउँदै त काटिहाल्यो गाडी चल्छ अहिले उडाएर गयो त दाइ यार यहाँ त थिच्ने सिक्ने पनि रहेन थिच्दै बाटो लाग्छ अब बसिरहेको दाइ वेटिङ गरिरहेको छ अघि त थिच्दै आफ्नो अहिले पर हेर्दै बसिरहेको ल्या झन्डै थुत्रुमा जोडाइदिएको थियो अब चाहिँ 100% बस्छ अब चाहिँ जाँदा हुन्छ एकदम 100% अब चाहिँ जाँदा हुन्छ यहाँनिर बाटो यति हुन्छ नि यो अब जाने बाटो एउटा पैदल मार्नुपर्छ अनि एउटा साइकलको लेन फाल्टै छ कि फेरि यहाँ पनि बिचमा मेन रोड जता जता गयो त्यति जान्छ यो साइकलको बाटो पनि तर अब साइकलको चाहिँ सानो हुन्छ यत्रो हेर्नु न यो पुरा रोडको विकास गर्नु कति खर्च गरेको होला त यहाँ हेर्नु त यो स्पेस होइन सबै कुरा तेल हो यो साइकलको लेन हो यहाँ चाहिँ हिँड्नु भने गाडी जस्तो रुल्स भनेर रुल्स हेर्दा त्यहाँ हेर्नु न बनाइदिएको ए जता पनि हिँड्दा हुन्छ केही फरक पर्दैन साइकल आउँछ चाहिँ अब हामी चाहिँ कालोदेखि चढेछौँ होइन को कुन हो थाहा हुँदैन यहाँ चाहिँ साइकल क्लिक हाल्दै हो साइकल आइरहेको यता अब यता पर्दा लाग्यो त्यो देखिँदैछ भाइ यता मस्त हिँडिरहेछ छिटो छिटो हिँड्नु त यत्रो ठाउँ राखेको छ यहाँको मार्केट बनाउँदा भयो भन्दै छैन मैले दाइलाई पनि माइक लगाइदिएको छु दाइले के बोल्दैछ मलाई केही थाहा छैन यस्तो राम्रो भनेको यत्रो ठाउँ छ स्पेस छ के मार्केट बनाउँदा भइहाल्छ नि सबतिर मार्केट तपाईँले भने जस्तो यता उता बनाइदिने भए किन कता सरकारले उता त्यो बनाइदिन्छ यारलाई के होला कि केको लागि स्पेस छोड्यो यो केहीको लागि चाहिँ हुन सक्छ एकोमोडेसनको लागि नै होला एकोमोडेसनको लागि त के हुन्छ यहाँनिर देखेर के भन्न मन लागेको छ कहाँबाट यो कतारमा देखेर के कतारमा यति धेरै मान्छे छ यति धेरै रोजगारी दिएको छ होइन तर कतारी कति पर्सेन्ट होला के कतारी चाहिँ कति पर्सेन्ट थोरै छन् अहिले हामी जाने गरेको मार्केट यति ठुलो छ होइन मान्छेहरू त्यहाँनिर लगभग हजारौँ चाहिँ त्यहाँ पक्कै छ 70,000 होला होइन तर अब त्यो कतारीमै यहाँको मान्छे रोजगारी गर्दैन नि समस्या त्यो छ नि सबै भनेको हाम्रो यस्तो मान्छेले रोजगारी गर्छ हाम्रो मात्रै छैन नि अरू देशको पनि यो के भन्ने 24 घन्टा लाइटहरू यतिकै हुन्छ बलिरहेको हुन्छ के तेलले नै बालेको हो त हाइड्रो पावर होला त यो कता है के कुन पावर दुईजना उस्तो उस्तै परिएको छ एकजना एउटा कुरो गर्यो अर्कोलाई त्यही थपिदियो जुनसुकै पावर पनि भयो भने आफ्नो रुममा एसी चाहिँ बजाउनु पर्यो एसी चाहिँ चलिरहनु पर्छ सोकाइले यहाँ भिडियो त्यति राम्रो आज त हावा पनि चलेको छैन नि अनि हामी बोल्दै मात्रै अस्तिभन्दा त गर्मी त धेरै घट्छ नि है गर्मी त घट्यो गर्मी चाहिँ होइन अस्तिभन्दा धेरै घटिसकेछ जाडो आउनु लागिसक्यो जाडो आउनु लागिसक्यो यो महिनाको अन्तिममा मजा लाग्छ मजा लाग्छ हावा चल्छ हावा मात्र चल्छ कि कतारमा तर एउटा कुरा नि भनेको हावा मात्र चल्छ हावा चल्ने बाल छैन नि हो र पानी आउँदैन पानी पर्यो भने भयो होइन पानी परेको देखेको छैन यार यहाँ
तपाईँ कति भयो मैले देखाएको छु मैले सिटी सेन्टरमा काम पनि गरेको मैले देखाएको छु आमा यस्तो पानी पर्छ यस्तो पानी पर्छ 2 घण्टा पानी परेर कतारको बाटो पुरै फुल हुन्छ त्यस्तो आउँछ अनि झन् त्यो ब्रिज एरियातिर झन् पानी बाटो जाने बाटोमा पानी चाहिँ यस्तो खतरा हुन्छ भने ब्ल्याक एन्ड व्हाइट आइरहेको त्यो ट्याङ्कर ल्याउनु पर्छ भने पानी त्यो निस्काउनु लागि त्यस्तो आउँछ नि त्यस्तो निस्काउनै सक्दैन पानी त्यस्तो फेसिलिटी छैन क्या त के गरेर आउँदाखेरि 15-16 घन्टा भइहाल्छ 12 घन्टा ड्युटी हो 15-16 घन्टा चाहिँ उतै बिच घन्टा सुत्ने एयरपोर्टतिरै बिच जाने अनि अर्को कुरा के भन्न चाहन्छु भने म चाहिँ सोसियल मिडियामा पनि देखिरहेको थिएँ कतार एम्बेसीले निकालेको नोटिस हेर्नु होला कतार एम्बेसीले के भनेको छ भने नि नेपालीहरूले दाजुहरू आयो अरे के भएर होइन अनि अरूहरूले पनि परदेश आउनेहरूले नि कतारमा आउनेहरूले चाहिँ दाजुहरूको किनबेच कारोबारहरू कार्डहरू छिर्यो अरे होइन जे सब तपाईँहरू त्यस्तो गर्दै हुनुहुन्छ भने नगर्नुहोस् नै भन्न चाहन्छु सो त हामी चाहिँ त्योबाट टाढै छौँ होइन म त बहुत टाढो छु दाइ पनि टाढै हुनुहुन्छ म पनि टाढै छु सो त अब त्यस्तो चाहिँ नगरिदिनु होला किनभने अब तपाईँहरूले गर्दा अरूलाई पनि नराम्रो असरहरू हुन्छ होइन सो तपाईँहरू पनि सुरक्षित रहनुहोस् अब केही गर्छु भनेर आउनुभएको होला जस्तै तर यो ठाउँमा खासै केही गर्न सकिन्छ भन्ने चाहिँ होइन होइन हल्का सपोर्ट चाहिँ हुने रहेछ अरू त के हुनु रहेन अनि एमएससीले निकालेको देख्दै चाहिँ त्यसलाई पालना गर्नु होला सबैजना बाटोहरू काट्दाखेरि ध्यान दिएर काट्नु होला अब त्यस अर्काको देशमा आएपछि होइन त्यहाँको रुल संसार चाहिँ चल्नै पर्ने हुन्छ सबैजना हामी पनि त्यसरी नै चल्नेछौँ तपाईँहरू पनि त्यसरी नै छ जस्तै म भन्दैछु तपाईँले काटिदिरहेको छ मार्केट पुग्नु लागिसक्यो हामी मार्केट लगभग आइपुग्नु प्लाजा मल खुसी हुँदैथ्यो प्लाजा मल सो गाइस त्यही हो होइन मैले चाहिँ त्यही भन्न चाहन्छु त्यो विषयको बारेमा चाहिँ अनि तपाईँहरू पनि अब यतै हुनुहुन्छ भने सुरक्षित रहनु होला बाटोहरू काट्दाखेरि ध्यान दिएर काट्नु होला त्यो उयो नोटिसमा उल्लेख गरेको केही सुटिस रोडहरू खानुहुन्छ भने नखाइसक्नुहुन्न भने चाहिँ अब सुरक्षित भएर खानु होला अब खाँदै खानु साइकल चलाएको 10 वर्ष 12 वर्ष भइसक्यो भए म सोझो मान्छे हाम्रो के थाहा दाइले मलाई छोडेर गएको यता गयो कि यता गयो कि यता गयो कि यता गयो कि कता गयो छोटो चाहिँ यहीँबाट छुटेको दुईजना मलाई फोन गरेर के किन्नु गएको यार दाइ यताबाट आइदिएर यताबाट गएको मान्छे दबाई के हो तपाईँको समस्या के हो यहाँनिर चक्लेट मिठाई सिठाई सबै किन्न सक्नुहुन्छ हाम्रो त यतापट्टि मिठाई किन्न बोलाइ छ नफिर्ने भएर हिँडै अर्थ यहाँ अगाडि हेर्नु यस्तो खुलिदिइरहेको छ क्या दाइ मिठाई किन्न सुरु बोलाउँछ नसुन्ने भएर हिँडिदिन्छ हो यहाँनिर नेपालीबाटै बोल्छ धेरै जस्तो किनभने यहाँ नेपाली बङ्गाली पाकिस्तानीहरू पसलहरू छ नि त त्यही भएर हो साउदियातिर आउनु न साउदियातिर भन्दै मलाई भन्दै थियो अहिले यता आउँदैछ नि त साउदिया यहाँ दाइ चाहिँ पहिलेदेखि पर्ख्यात क्या यहाँ होइन सो यहाँदेखि अझै अगाडि जानुपर्ने हुन्छ त्यो पर देखिरहेको थियो साउदिया भन्दै राइट साइडपट्टि चटपटे खानुपर्छ होला दाइ आजको खाना तर मलाई चटपटे बनाउँदै जहाँ गर्छ नि चल्दैन खाँदैन भन्दा छोडेर हजुर सोधौँ न दाम कति रहेछ आउनु त सोधौँ न दाइले टी सर्ट किन्नु भन्यो र टी सर्टको दाम सोधौँ भनेर भनेको टी सर्टको दाम सक्दो छैन अहिले भनेर हिँडिरहेको अहिले मलाई चाहिँ एउटा बनाइदिएर
अब हामी चाहिँ साउदिया ग्रेन एक्सप्रेस के हुन्न हिँड्नु न कसले हानेको यहाँ अफरहरू यस्तो चलिरहेछ त अब चाहिँ यहाँनिर हामी सामान किन्नको लागि जाँदैछौँ यहाँ दाइ अगाडि छ के किन्छ पहिला दाइले म त्यही हेर्छु म चाहिँ अहिले केही किन्दिनँ आफ्नो भन्नुपर्दा म केही किन्न आएँ होइन दाइ फेरि कस्मेटिकतिरै छिर्छ हो सुरुमा लाइक कस्मेटिक एकदम ऊ ह्यान्डसम हुन चाहन्छ हाम्रो दाइ ह्यान्डसम त छँदैछ दशमी गया दशमी खाला से आगे हामी रुम जाँदैछौँ यो हाम्रो रुम अगाडिको अब हामी फेरेको अघि चाहिँ हिँड्दै आएको थियौँ अब चाहिँ गाडीमा फेऱ्यौँ गरेर म्यापहरू अन्त पछाडि हाई गर्दै